यो यो धेरै साथीहरूलाई होइन यो मोटरमा यस्तो कनेक्सन आएको हुन्छ होइन। अनि यसरी जम्मा 4वटा तार मात्र दिएको हुन्छ यो कम्बाइन्ड मिलहरूमा। यो कसरी जोड्ने भन्ने कुरा धेरैलाई अप्ठ्यारो परिरहेको हुन्छ, सोधिरहनु भएको हुन्छ। आज हामी यो जोड्न सिकाइदिन्छौँ है। यो चाहिँ सुरुमा चाहिँ हाम्रो यो यस्तो यो पत्ती यो यसरी यसमा एउटा पत्ती र यसमा एउटा पत्ती यो दुईटामा यसरी जोडिएर आएको हुन्छ। यसलाई चाहिँ यो सिम्बोलिक भाषामा U1 र V1 मा यसरी कनेक्सन भएको हुन्छ भने यताको Z2 र U2 मा यसरी कनेक्सन भएको हुन्छ। यसलाई हामी कहिले यसरी खोलिदिन्छौँ। अनि त्यसपश्चात हाम्रो यो तार हुन्छ अनि यस्तो रोटरी स्विच हुन्छ है। यो चाहिँ उल्टो सुल्टो हाम्रो घुमाउने रोटरी स्विच हो। अब यसलाई हामीले कसरी चेक गर्ने भन्दा पहिले हामीले यता यो क्रसर साइड छ है, यो क्रसर साइडमा यसरी बटार्छौँ। बटारेर हामीले यहाँनिर चेक गर्दाखेरि यहाँ हामीले मल्टिमिटरबाट चेक गर्छौँ। जस्तो यो दुईटा तारमा कन्टिन्युटी देखायो है। अब त्यसपश्चात हाम्रो अरू कुनैमा कन्टिन्युटी देखाएन। अब हामी त्यो दुईटा तारलाई एउटा छुट्याएर राख्छौँ। अब अर्को दुईटा तारलाई यो दुईटा तारलाई पनि कन्टिन्युटी देखायो। अहिलेको दुईटा तार र यो दुईटा तार है, यो दुईटा तार जोडियो। अब हाम्रो यहाँनिर पनि के भनेको छ भने यहाँनिर प्लेटमा तपाईँले के भनेको छ भने Z2 र U2 मा सर्ट सर्किट गरेर करेन्ट दियो भने यो क्लकवाइज घुम्छ है। अनि U1 र V1 मा यो डायग्रामबाट कनेक्सन गऱ्यो भने क्लकवाइज घुम्छ। जस्तो Z2 र U1 U2 र V1 लाई चाहिँ तपाईँको सर्ट गराएर जोडियो भने यो एन्टी क्लकवाइज घुम्छ भनेको छ। हामी यही फर्मुला अनुसार यसमा जोड्छौँ। अब त्यस्तै होइन। अब हाम्रो यसलाई यो हामीले अब क्लकवाइज चाहियो, यता हामीले धानतिर गऱ्यौँ, धानतिर क्लकवाइज गऱ्यौँ भने हामीलाई के भन्यो भने यसले Z2 र U2 लाई हामीलाई यसको कन्टिन्युटी चाहिने हुन्छ। यो कुन कुन तारमा छ भनेर हामी यसरी चेक गर्छौँ। जस्तो यो ब्लू र येल्लोमा आयो। यो कलर कोड चाहिँ फरक हुनसक्छ है, सबैमा एउटै नहुनसक्छ कम्पनी अनुसार। अब यो ब्लू र येल्लोमा देखायो अनि ग्रीन र ग्रेमा देखायो है। अघि यो दुईटामा देखाएको थियो, अब यो दुईटामा देखायो। अब हामीलाई यो पत्ता लाग्यो कि कुन कहाँ जोड्ने। अब हामीले चाहिँ यो जोड्न आँट्यो है। जोड्न भन्दा अगाडि अब हामी पहिले एकपटक यो चेक गर्छौँ है। अब अहिले हामीले यता क्लकवाइजमा हाल्यौँ। क्लकवाइजमा हाल्दाखेरि एकपटक अब हामी यसको यो डाइरेक्सन अनुसार हामी एकपटक चेक गर्छौँ है त लाइन। अब यो अनुसार हामीले एउटा तारलाई लियौँ है, मानौँ यसलाई फेज लियौँ। अब यसले के भनेको छ भन्दाखेरि U1 र V1 मा सेम करेन्ट आउनु पर्यो। अब जस्तो हामीले यसलाई एउटा लियौँ है, यो एउटा ग्रेमा आयो भने अर्को कुनमा आउँछ, ब्लूमा छैन, यो ग्रिनमा आयो। अब यो दुईटा हाम्रो सेम पोजिसन भयो। सेम पोजिसन भनेको मतलब अब हामीले यो डायग्राम अनुसार हेर्दाखेरि U1 र V1 मा जोड्ने भयो है। अब त्यही अनुसार त हाम्रो यता अर्को यो हामीसँग भएको यो येल्लो र ब्लू कलर भनेको चाहिँ हाम्रो Z2 र U2 को भयो है। अब यो त यो डायग्राम अनुसार भयो हैन। अब यो पनि ठिक छ। अब हामीले यसलाई अर्को जुन हामीले ग्रेसँग भएको ब्लूसँग चेक गर्यौँ, यो पनि ठिक छ है। यो दुईटामा ठिक छ भनेपछि अब यसलाई हाम्रो चाहिँ Z2 र U2 मा हामीले कनेक्सन दियौँ। अब यो क्लकवाइजलाई भयो है। अब हामी यसलाई एन्टी क्लकवाइजलाई पनि यो अनुसार छ कि छैन त यसको डायग्राम अनुसार भनेर फेरि हामी यसलाई एन्टी क्लकवाइजमा बटार्यौँ। अब एन्टी क्लकवाइजमा बटार्दाखेरि यसले के भन्यो भने Z2 र U2 कमन हुनुपर्छ। Z2 र U1 कमन हुनुपर्छ। एक हाम्रो मल्टिमिटर निभेछ है। ल चेक गरौँ त, कन्टिन्युटी ठिक छ। अब अर्को के भनेको छ भने U2 र V1 मा सेम करेन्ट आउनुपर्छ भन्यो है। यो पनि ठिक छ। अब हामी यसलाई एकपटक यो नट कसेर चलाएर हेरौँ है त। हामीले यो डायग्राम अनुसार हामीले कनेक्सन गरिसक्यौँ। अब हामी यसलाई चेक गर्छौँ। चेक गर्नको लागि हामीले यहाँनिर एउटा क्ल्याम्प मिटर पनि लगाएको छौँ। अब यो क्ल्याम्प मिटर अनुसार अब हामी यसलाई चेक गर्छौँ है। यो हाम्रो यता क्लकवाइज घुम्नु पर्ने
क्लकवाइज घुम्यो है। अब हामी यसलाई अफ गऱ्यौँ, यसलाई हामीले पूर्ण रोकिन क्लच छोड्यो, पूर्ण रोकिन दिउँ, रोक्यो है। अब हामी यसलाई एन्टी क्लकवाइज घुमौँ, एन्टी क्लकवाइज घुम्यो। अब यसलाई हामी रोकेर हेरौँ, ल यो तरिकाले हामीले कनेक्सन गऱ्यौँ भने यस्तो कम्बाइन्ड मिलको मोटरहरूको यो एलटी स्विच, रिभर्स फरवर्ड स्विच, यसलाई हामीले तयार गर्न सक्छौँ है त।